हर्क साम्पाङ जस्ता फटा जालीहरूलाई चाहिँ सदनमा विरोध गर्ने बित्तिकै करप झ्याप मर्यादा पालकले करप झ्याप समातेर भित्र हाल्नुपर्छ। भित्र भने मर्यादा पालक किन राख्यो त्यहाँ सभामुख महोदय? त नरनाथ गौतम भन्ने व्यक्ति चाहिँ सुँगुरे रहेछ क्या त। सुँगुरको अनुहार परेको जाँठो त लङ्गुरो, त्यो एउटा खुट्टा छ नि, बचेको एउटा खुट्टा छ नि, त्यो पनि चाहिँ थस्लक्क चाहिँ भाँच्नु नपरोस्। बुझिस् के भन्दैछस्? हर्क साम्पाङज्यू चाहिँ संसदमा चाहिँ मर्यादामा आउनुपर्छ अरे। हर्क साम्पाङ चाहिँ के अरे फटा अरे। यदि फटा हो भने तैँले यत्रो दिनसम्म हर्क साम्पाङज्यूको श्रम संस्कृति पार्टीमा चाहिँ किन लसक्कै अनि जुगा टासिया चाहिँ गरेर बसेको थिइस्? तँलाई चाहिँ अहिले चाहिँ के पुगिन तँलाई? तँलाई पद पुगिन, पैसा पुगिन, तँलाई के चाहिएको थियो? पद र अनि पैसाको लागि चाहिँ श्रम संस्कृति पार्टीमा चाहिँ आबद्ध भएको हो त यतिखेरसम्म। तर अहिले चाहिँ जब बाल नपाएपछि अनि श्रम संस्कृति पार्टीलाई चाहिँ अनि त्यागेर अहिले फेरि घन्टी पार्टीमा चाहिँ आबद्ध भइसकेको जस्तो देखिन्छ। त चुटिया पहिला नेपाल कम्युनिस्ट पार्टी माओवादीमा चाहिँ थियो भनेर भन्ने कुरा सुनिन्छ, तर त थियो थिएन, हामीलाई त्यो बाल मतलब छैन। त्यसपछि एमालेमा चाहिँ प्रवेश गएको थिइस् है, अनि त्यसपछि कता कता निकै ठाउँमा चाहिँ हिँडिरहेको देखिन्छ। त लङ्गडुलाई चाहिँ तेरो एउटा खुट्टा पनि भाँच्नु परेको छ। अलिकता औकटमा आएर कुरा गर। त जस्ता मान्छेलाई कुनै पनि राजनीतिमा छिराउनु भनेको आफ्नै खुट्टामा चाहिँ बन्चरा हान्नु जस्तै हो क्या। त जस्ता मुलाहरूको काम छैन राजनीति। त जस्ता मुलाहरू भनेको पार्टीमा छिरेर भाङभैलो मचाउने, कचेरा बनाउने, फोहोर बनाउने मात्रै हो, तेरो कुनै पनि काम छैन चुतिया डाका। अनि हर्क साम्पाङज्यूलाई चाहिँ सदनमा चाहिँ कर्यापझ्याप बनाएर चाहिँ समाउनु पर्ने रे, कारबाही गर्नुपर्ने रे। त जाँथालाई चाहिँ कारबाही गर्नुपर्छ। बुझिस् चुतिया डाका, सुँगुरको अनुहार परेको यस्ता मान्छेलाई चाहिँ हर्क साम्पाङज्यूले चाहिँ किन एक्सेप्ट गरेको हुन् कि किन एक्सेप्ट गरेको हो? यस्ता मान्छेलाई चाहिँ यो मान्छे भनेको चाहिँ भाङभैलो मचाउने, फोहोर गर्ने मान्छे हो क्या। यसको कुनै पनि काम छैन। यो नरनाथ गौतम भनेको यो सुँगुरिया यसले जता गु खान पाउँछ होइन, त्यता मात्रै जान्छ कि। जता गु खान पाउँछ त्यतातिर मात्रै जान्छ, किनभने श्रम संस्कृति पार्टीभित्रमा यसरी चाहिँ खान पाउँदैन होइन। त्यसरी गुसु खान पाउँदैन। गुसु खान नपाएपछि त्यहाँबाट चाहिँ निस्किसकेपछि अहिले फेरि राष्ट्रिय स्वतन्त्र पार्टी घन्टीमा चाहिँ प्रवेश गरेको जस्तो देखिन्छ। तर भोलि ती घन्टीमा पनि यसले भाङभैलो मचाउँछ, किनभने योभन्दा पहिला पनि के भन्छ हाम्रो रवि लामिछानेको बारेमा निकै नराम्रो शब्दहरू यसले बोलेको छ। यदि नपर्ने भिडियो हेर्नु होला। राष्ट्रसभा कहिले पनि बोलाएन, राष्ट्रिय स्वतन्त्र पार्टी भयो अबको चुनावमा हेर्नुहोस् परिणाम।